मात्रै हो, अरू केही फरक छैन। धेरै खुसी लाग्यो तपाईँहरूलाई यहाँ देख्दाखेरि। कतिजना पुरानै हुनुहुन्छ, म तपाईँलाई मजाले चिन्छु, अनि कतिजना नयाँ हुनुहुन्छ, अनि हाम्रो यो वर्कसिपको भाइ बहिनीहरू हुनुहुन्छ। एकदमै खुसी लाग्यो तपाईँलाई यसरी देख्न पाउँदाखेरि। लगभग 9 वर्ष पछाडि म तपाईँहरूसँग यसरी उपस्थित भएको छु। एकदम खुसी लाग्यो। धेरै भाइ बहिनीहरू सानोबाट ठुलो हुनुभयो, ठुलै हुनुहुन्छ, सबै व्यक्तिहरू हुनुहुन्छ, गाउँमा उठ्नु भएको छैन, खुसी छ। अहिले हामी इटरी ब्याप्टिस्ट चर्चमा सङ्गति गर्छौँ। विगत 4-5 वर्षदेखि मेरो परिवारहरू हामी साथमा इटरीमा रहन्छौँ अनि त्यहीँनिर हामी सङ्गति गर्छौँ। धेरै खुसी लाग्यो तपाईँहरूले थुप्रै कुराकानीहरू गर्नुहुन्छ मेरो बारेमा, मलाई राम्ररी थाहा छ, तपाईँहरूले सम्झिनुहुन्छ र म पनि आफ्नो तर्फबाट सम्झिरहेको छु, तपाईँहरूलाई प्रार्थनामा याद गरिरहेको छु। किनभने हामी मण्डली हौँ, मण्डली चाहिँ परमेश्वरले स्थापना गर्नुभएको। आमेन। मेरो काम भनेको तपाईँहरूलाई उत्साह दिने मात्रै हो। म पहिला पनि आउँथेँ, उत्साह दिन्थेँ। म त्यत्रो ट्रेडिसनल छैन, मलाई सुट बुट लाउन आउँदैन पनि, सुहाउँदैन पनि। तर पनि परमेश्वरको वचनमा, परमेश्वरको आज्ञामा हामी अनुशासित हुनुपर्छ। आमेन। आजको वचनले जुन उत्साह दिनुभएको छ, जुन योजना, परमेश्वरको योजना हामीलाई बाँड्नु भएको छ, म दाजुलाई धेरै धेरै धन्यवाद दिन्छु। र परमेश्वरको वचनले तपाईँ र मलाई यही सिकाउँदछ कि हामी जब परमेश्वरलाई विश्वास गर्दछौँ भने हामीले डराउनु पर्दैन। अहिले धेरै मान्छेहरू, उहाँले युद्धका कुराहरू गर्नुभयो सुरुमा, कति ठाउँहरूमा मान्छेहरू त्रसित छन् होइन। म जहाँ बस्छु त्यहाँ पनि त्यस्तै अवस्थाहरू छ। जति समुदायलाई हामी भेट्छौँ, समुदायहरूसँग घुलमिल गर्छौँ, त्यहाँ पनि त्यस्तै अवस्थाहरू छ। तर परमेश्वरको वचन यशायाको 49 को 15 र 16 के भन्दछ भने एउटी स्त्रीले आफ्नो दुधे बालकलाई कहिले पनि त्याग्न सक्दिन। यानी कि जस्तो सुकै परिस्थिति आए तापनि होइन, हामी देख्छौँ यहाँनिर कति अवस्थामा है, अब हाम्रो ससानो नानीहरू हुन्छ अनि नानीहरूलाई हामी ल्याउँछौँ, नानीहरूले केही गर्छ, उसलाई सबैभन्दा पहिले उसको आमाले नै हेरविचार गर्छ। र 16 पदमा के भन्छ भने परमेश्वरले तपाईँ र मलाई उहाँको हत्केलामा खोपेर राख्नु भएको छ। अनि त्यही 16 पदको तलतिर के भन्दछ भने उहाँले पर्खाल लगाउनु भएको छ अनि पर्खाललाई उहाँले निरन्तर हेर्नुहुन्छ, पर्खालको सुरक्षा गर्नुहुन्छ। यानी कि परमेश्वरले तपाईँ र मलाई एउटी आमाले आफ्नो बच्चालाई ख्याल गरे जसरी ख्याल गर्नुहुन्छ। अनि उहाँले उहाँको हत्केलामा, अझ तपाईँले अरू नै भर्सनको बाइबलमा हेर्नुभयो भने त्यहाँनिर के लेखिएको छ भने उहाँले तपाईँलाई दाहिने हातको हत्केलामा खोपेर राख्नु भएको छ सुरक्षित तरिकाले। अनि तपाईँलाई हत्केलाभित्र राखिकन पनि उहाँले पर्खाल लगाएर पर्खाललाई पनि निरन्तर सुरक्षित राख्नु भएको छ। उहाँले नजर राख्नुहुन्छ। त्यो भएको कारणले तपाईँ हामी कहिलेकाहीँ डराउँदैछौँ, कहिलेकाहीँ त्रसित हुँदछौँ, हामी निराश हुन्छौँ, समस्यामा पर्छौँ, हामी समस्या देख्दछौँ। तर हेर्नुहोस् त परमेश्वरले हामीलाई कसरी राख्नु भएको छ, परमेश्वरले हामीलाई कुन सुरक्षामा राख्नु भएको छ। त्यसकारण हामी डराउनु पर्ने केही अवस्थै छैन। परमेश्वरले हामीलाई त्यो सुरक्षामा राख्नु भएको छ। तपाईँ कहिले पनि केही पनि हुन सक्नुहुन्न। तपाईँको जीवनमा जस्तो सुकै परिस्थिति आए तापनि, तपाईँ जस्तो सुकै बाटो भएर जानु परे तापनि तपाईँ बचाइनुहुन्छ। आमेन। मेरो एकजना मित्र हुनुहुन्छ, उहाँ जहाँ बसिराख्नु भएको थियो त्यो ठाउँमा सुनामी आयो है। त्यो ठाउँमा सुनामी आइसकेपछि सबै मान्छेहरू, त्यो एउटा सानो सहर थियो, समुद्रको छेउमा होटलको सबै मान्छेहरू मरे। तर उहाँ एकजना बच्नुभयो, किनकि उहाँले प्रभुलाई विश्वास गर्नुभएको थियो। यो कथा होइन, यो सत्य घटना हो। जब त्यो होटलमा सुनामी आयो, उहाँ छतमा भाग्नुभयो, घरको छतमा सबै तलाहरू सुनामीले पुर्यो। तर जुन ठाउँमा उहाँ उभिनु भएको थियो, उहाँ उभिएको ठाउँबाट उहाँलाई सुनामीले बगाउन सकेन। उहाँ एक्लै त्यत्रो सहरमा, त्यत्रो होटलमा, त्यत्रो ठुलो होटलमा उहाँ एक्लै बाँच्नुभयो, उहाँले गवाइदिनुहुन्थ्यो। त्यसकारण परमेश्वरले तपाईँ र मलाई आफ्नै हत्केलामा, त्यस पछाडि मलाई यो वचन एकदमै याद आउँछ।
आफ्नै हत्केलामा खोपेर राख्नु भएको छ र उहाँले तपाईँलाई त्यो वरिपरि पर्खाल लगाउनु भएको छ र उहाँले निरन्तर त्यसको रेखदेख गर्नुहुन्छ। आमेन। त्यसकारण तपाईँ हामी हताश हुनु पर्दैन। हामी जस्तोसुकै परिस्थितिमा जहाँसुकै भए तापनि परमेश्वरले तपाईँलाई सुरक्षित राख्नुहुन्छ, परमेश्वरले तपाईँलाई बचाउनुहुन्छ, परमेश्वरले तपाईँलाई ती सबै कुराहरूबाट छुटकारा दिनुहुन्छ। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। म तपाईँलाई धेरै अलमलाउन चाहन्न, सबैको काम छ, बर्खा लागेको छ, खेती लाउनु पर्छ, खेती लाउनु भएन भने फेरि हामी खानु पाउँदैनौँ। समय मिल्यो भने मसँग धेरै कहानीहरू छन्, धेरै उदाहरणहरू छन्, म तपाईँहरूलाई कहिलेकाहीँ बाँड्दै गर्छु। समय मिल्यो भने युट्युबतिर नखोज्नु होला, म त्यति सोसल मिडियामा एक्टिभ छैन, कहिलेकाहीँ थोरै बहुत आउँछ। यसरी नै तपाईँहरूसँग बसेर तपाईँहरूसँग भेटेर उत्साह दिन चाहिँ एकदमै मन लाग्छ। सो आशा गरौँ, प्रार्थना गरौँ, तपाईँहरू पनि मेरो लागि प्रार्थना गरिदिनुहोस्। आउने समयमा तपाईँहरूसँग यसै गरी बसिकन भेटघाट गरिकन परमेश्वरको वचनद्वारा, परमेश्वरको आशिषद्वारा हामी उत्साह दिँदै जानेछौँ। आमेन। तपाईँहरू खुसी हुनुहुन्छ, जिउँदो मण्डली हुनुहुन्छ। मलाई यो मण्डली एकदमै मनपर्छ। हामी कति ठाउँमा जान्छौँ, मण्डलीहरू एकदमै ट्रेडिसनल छ, होइन, संस्कृति मान्ने मण्डलीहरू। धेरै संस्कृतिले चाहिँ येशूलाई देख्दैन है। म चाहिँ त्यो भन्छु, हामी संस्कृति मान्ने हुन्छौँ, एकदमै नियम राम्रो कुरा हो, तर पनि हामीले विश्वास गरेको कुरालाई चाहिँ हामीले प्रकट गर्नुपर्छ। अघि भाइले भन्दै हुनुहुन्थ्यो वर्सिपको टाइममा एकदमै तपाईँभित्र भएको येशूलाई चाहिँ तपाईँले निकाल्नु पर्दछ। यदि तपाईँ, म जहिले पनि भन्छु डेड फिसको बारेमा, मरेको माछा जस्तो हामी हुनु हुँदैन। हामी जहिले पनि एउटा जिउँदो माछा जस्तो हुनुपर्दछ। कहिलेकाहीँ मण्डली मरेको माछा जस्तो हुन्छ। जब हामी मरेको माछा जस्तो हुन्छौँ भने चाहिँ त्यसले केही पनि प्रतिफल दिन सक्दैन। त्यसकारण जब तपाईँ परमेश्वरको उपस्थितिमा आउनुहुन्छ, परमेश्वर भित्र आउनुहुँदछ, परमेश्वरको नजिकमा आउनुहुँदछ, खुलेर परमेश्वरसँग आउनुहोस्। तपाईँको हरेक समस्यालाई, हरेक परिस्थितिलाई, हरेक तपाईँका योजनाहरूलाई परमेश्वरले पुरा गर्नुहुन्छ। परमेश्वरले उहाँको योजना पुरा गर्नलाई मरेको लाजरसलाई पनि चिहानबाट निकाल्नु भएको कथा हामीले बाइबलमा हेरेका छौँ। आमेन। त्यसकारण तपाईँ ढुक्क हुनुहोस्। हरेक कुरा जसै येशूको आमाले एकपटक भन्छ, त्यतिखेर येशूको बारेमा कसैलाई पनि थाहा थिएन। जब एउटा भोजमा जब खानेकुरा पिउने कुराहरू सकिँदछ, त्यतिखेर येशूको आमाले त्यहाँ भोजमा काम गर्ने व्यक्तिहरूलाई के भन्नुहुन्छ भने, उहाँले यानि कि येशूले जे भन्नुहुन्छ त्यो गर। किनकि येशूको आमालाई पनि त्यो बेलासम्म थाहा थिएन कि येशू प्रभु हुनुहुन्छ, होइन। उहाँ जुन प्रक्रियाबाट जन्मिनु भयो त्यो अलग कुरा थियो, तर उहाँलाई पनि त्यो बेलामा थाहा थिएन कि अब येशूले यी सबै काम गर्न सक्नुहुन्छ। तर जब येशूको आमाले त्यहाँ काम गर्ने व्यक्तिहरूलाई भन्नुभयो कि येशूले जे भन्नुहुन्छ त्यो गर, र त्यही कुरा आज हाम्रो जीवनमा छ प्रियहरू। जब येशूले तपाईँले छुटकारा पाउनुहुन्छ, तपाईँ गर्नुहोस्। येशूले तपाईँलाई बचाउनुहुन्छ, तपाईँ गर्नुहोस्। येशूले तपाईँलाई उद्धार दिनुभएको छ, तपाईँ गर्नुहोस्। येशूले तपाईँले सबै कुराहरूबाट छुटकारा दिनुभएको छ, तपाईँ गर्नुहोस्। तपाईँ चिन्तित हुनुपर्ने अवस्था छैन प्रियहरू। हामीले सोच्नुपर्ने अवस्था छैन प्रियहरू। हामीले अर्को व्यक्तिलाई हेर्नुपर्ने अवस्था छैन प्रियहरू। तपाईँ कहीँ जबको लागि जाँदै हुनुहुन्छ, तपाईँ कहीँ जब गर्दै हुनुहुन्छ, तपाईँ चिन्ता नगर्नुहोस्। परमेश्वर तपाईँसँग भएर बोल्नुहुन्छ। परमेश्वरको आशीर्वाद, परमेश्वरको हात तपाईँमाथि छ, उहाँको दया तपाईँमाथि छ। तपाईँले यूहन्ना 14:27 पदमा हेर्नुभयो भने त्यो कुराहरू देख्नुहुन्छ। हामी धेरै बेर नलिउँ, म त 2-4 घन्टा 5 घन्टा पनि लिइदिन्छु, कहिलेकाहीँ 10-20 मिनट पनि लिइदिन्छु। खुसी लाग्छ तपाईँहरूसँग आउँदाखेरि, उत्साह लाग्छ, हँसिलो हुनुहुन्छ, हाँस्दै रहनुहोस्। यो हँसाइ चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो कि हाम्रो दाजुले, यो हँसाइ चाहिँ परमेश्वरबाट आउँछ। जसै एउटा सामरीको जीवनमा जुन हँसाइ थियो, उत्साह थियो, उसले बिना जान पहिचानको मान्छेलाई उद्धार गर्यो, आफ्नो पैसा दियो, अनि भन्यो कि अझै पुगेन भने तिमी काम गर्दै गर, अझै पुगेन भने म फेरि पनि ल्याएर दिनेछु। त्यो चाहिँ हँसाइ हो। त्यो उज्यालोपन तपाईँहरूमा छ। प्रभुले सधैँभरि तपाईँहरूलाई यही उज्यालो मुहार दिइराख्नु भएको छ।
आमेन। यस्तै खुसी देख्न पाऊँ। हाँसिरहनुहोस्, स्वास्थ्यको लागि फाइदा हुन्छ।